डाउवा कम्पनीको एक्सपीआर कसरी सेटअप गर्ने। नमस्ते, म गोविन्द गैरे। आज म हजुरहरूलाई डाउवा कम्पनीको एक्सपीआर कसरी सेटअप गर्न सकिन्छ भनेर सिकाउन गइरहेको छु। डाउवा कम्पनीको सेटअप गर्दा सोधिने प्रश्नहरू के स्टेपहरू गर्नुपर्छ भनेर म सिकाएको छु। आउनुहोस् हेरौँ। अब म हजुरलाई एक्सपीआर मोनिटरमा जोडेर स्टार्ट गर्दै छु। हजुरले हेर्न सक्नुहुन्छ यहाँ डाउवाको लोगो पनि आएको छ, डाउवा टेक्नोलोजी भनेर। सुरुमै हजुरलाई डिभाइस इन्स्टलेसन भनेर पासवर्ड टाइप गर्नको लागि आउँछ। हजुरले सुरुमा पासवर्ड टाइप गर्नु होला। अनि पासवर्ड टाइप गर्दा ख्याल गर्नुपर्ने कुराहरू, पासवर्ड 8 देखि 32 वटा क्यारेक्टरको हुनुपर्ने भनेको छ। अनि त्यसमा चाहिँ कम्बिनेसन, लेटरहरूको कम्बिनेसन क्यापिटल स्मल हुनुपर्ने, नम्बर हुनुपर्ने, सिम्बल हुनुपर्ने भनेको छ। हजुरलाई यहाँ लेखेको पनि छ। पासवर्ड र कन्फर्म पासवर्डमा सेम पासवर्ड राख्नु होला। त्यसपछि फर्मट क्वेसनमा हजुरले कुनै क्वेसनहरु राख्न चाहनुहुन्छ भने राख्न सक्नुहुन्छ। यो गरिसकेपछि हजुरले नेक्स्टमा क्लिक गर्नु होला। अब प्याटर्न आएको छ, एउटा प्याटर्न राख्नु होला। हजुरलाई सजिलो कस्तो प्याटर्न हुन्छ त्यो प्याटर्न राख्न सक्नुहुन्छ। त्यसपछि हजुरले इमेल एड्रेस राख्नुपर्ने हुन्छ, जुन चाहिँ हजुरले रिसेट गर्नको लागि यो इमेल एड्रेस चाहिन्छ। हजुरको पासवर्ड बिर्सिनु भयो भने यहाँ राखेको इमेल एड्रेसमा कोड जानेछ। त्यो कोडको माध्यमबाट हजुरले रिसेट गर्न सक्नुहुनेछ। र तलपट्टि सेक्युरिटी क्वेसनहरु भनेर दिएको छ। यहाँ 5-6 वटा क्वेसनहरु छन्। यो क्वेसनहरु चुज गरेर 3 वटा क्वेसनमा उत्तर दिनुपर्ने हुन्छ। हजुरले आफ्नो स्टाइलले उत्तरहरु दिनु होला। प्रत्येकमा अलग-अलग क्वेसन चुज गरेर एन्सर पनि दिनु होला। त्यसपछि हजुरले सेभ गर्न सक्नुहुन्छ। अनि हजुरलाई यहाँ डाउवा सफ्टवेयर लाइसेन्स एग्रीमेन्ट भनेर एउटा एग्रीमेन्ट आएको छ। यो हजुरले पढे भने भन्नुपर्ने हुन्छ। आई हैव रिड एन्ड एग्री टु अल टर्म्स भनेर भनेको छ। यसमा टिक लगाउनु पर्ने हुन्छ। यसमा टिक लगाउनु भएन भने अगाडि जानै सक्नुहुन्न। यसमा टिक लगाइदिएर नेक्स्टमा जानु होला। अब हजुरलाई अटो चेक फर अपडेट भन्नेमा टिक लगाएर देखाएको छ। यो टिक हटाउन पनि सक्नुहुन्छ। अटोमेटिक चेक गर्नको लागि भनेर टिक लगाइदिनु होला। हजुरले लगाइदिए राम्रो हो र नेक्स्ट गर्नु होला। त्यसपछि हजुरले यहाँ हेर्न सक्नुहुन्छ 3 वटा ट्याब आएको छ। जनरल, डेट एन्ड टाइम एन्ड होलिडे भनेर आएको छ। यहाँबाट हजुरले डिभाइस नेमहरु के राख्न चाहनुहुन्छ, कहाँ इन्स्टल गरेको, पसलमा हजुरको 3-4 वटा क्यामेराहरु छन्, फरक-फरक ठाउँमा क्यामेराहरु छन् भने डिभाइसहरु नाम राखेर पसलको हो कि, अर्को फर्मको हो कि, अर्को स्कुलको हो कि के को छ त यहाँ नेमहरु लेख्न सक्नुहुन्छ। अनि त्यसपछि हजुरले आफ्नो डेट एन्ड टाइम मिलाउनु पर्ने हुन्छ। टाइमको फर्मेट के छ, डेटको फर्मेट के छ, यहाँबाट चुज गर्नु होला। 24 आवरमा हेर्न चाहनुहुन्छ कि 12 आवरमा हेर्न चाहनुहुन्छ चुज गर्नु होला। सबैभन्दा पहिला हजुरले टाइम जोन चुज गर्नुपर्ने हुन्छ। हाम्रो काठमाडौँको रहेको छ GMT + 5:45 हाम्रो काठमाडौँको जोन रहेको छ। यो चुज गर्नु होला। त्यसपछि हजुरले आफ्नो डेट, टाइम, AM PM सबै मिलाएर सेभ गर्न सक्नुहुनेछ। सेभ गरेपछि हजुरले नेक्स्टमा जानु होला। त्यसपछि हजुरलाई यहाँ आईपी एड्रेसहरु मिलाउनको लागि भनेर आएको छ। DHCP अथवा स्ट्याटिक भनेर दिएको छ। DHCP भनेको हजुरको राउटरबाट अटोमेटिक लिन्छ। DHCP गर्नुभयो भने, यदि स्ट्याटिक गर्नुभयो भने हजुरले आफ्नो आईपी एड्रेस दिन सक्नुहुन्छ, जुन चाहिँ अनलाइनबाट मोबाइलबाट हेर्नको लागि कुन आईपी एड्रेसबाट गर्ने भनेर। यदि हजुरले DHCP गर्नुभयो भने राउटरमा जुन छ त्यो अटोमेटिक आउनेछ। त्यसपछि नेक्स्ट गर्नु होला। अनि हजुरलाई यहाँ इनेबल भनेर अनि स्ट्याटस भनेर दिएको छ र सिरियल नम्बर पनि देखाएको छ। स्ट्याटस चाहिँ अनलाइन हुनुपर्छ। यदि अनलाइन भयो भने सजिलैसँग हजुरले आफ्नो मोबाइलबाट हेर्न सक्नुहुन्छ भने, यदि स्ट्याटस अफलाइन छ भने मोबाइलबाट हेर्न सक्नुहुन्न। हजुरले यो स्ट्याटसलाई चाहिँ अनलाइन गराउनु होला। अनि यहाँ हार्ड डिस्कको लागि भनेको छ। हार्ड डिस्क ओभरराइट केही चेन्ज गर्न चाहनुहुन्छ भने यहाँबाट गर्न सक्नुहुन्छ। यदि केही पनि चेन्ज गर्नुहुन्न भने नेक्स्टमा क्लिक गर्नु होला। रेकर्डको लागि भनेको छ। रेगुलर भनेको अल टाइम रेकर्ड गर्छ भने, मोसन MD भनेको मोसनमा मात्रै गर्छ। यदि कुनै मोसनहरुमा मात्रै रेकर्ड गर्न चाहनुहुन्छ भने यतापट्टिको सेटिङमा क्लिक गरेर यहाँ मोसन भन्नेमा टिक लगाउनु पर्ने हुन्छ र तलपट्टि रहेको अलमा क्लिक गरेर अल डेजमा चाहिँ मोसनमा गर्ने कि कसरी गर्न चाहनुहुन्छ आफ्नो टाइम अनुसार गर्न सक्नुहुन्छ। कसरी हजुरले गर्न चाहनुहुन्छ। मैले रेगुलरै गरेर फिनिश गर्छु। त्यसपछि हजुरलाई यहाँ भनेको छ थ्यांक यू फर योर पर्चेजिङ आवर प्रोडक्ट भनेको छ। एउटा मेसेज पठाएको छ, ओके गरिदिनु होला। अब हजुरले HD क्यामेराहरु जोडान गर्नुभयो भने यो XPR मा सजिलैसँग क्यामेरा देखाउनेछ। त्यसरी नै हजुरले डाउवा कम्पनीको XPR सेटअप गर्न सक्नुहुन्छ। यदि हजुरलाई कुनै पनि कन्फ्युजनहरु भयो भने कमेन्ट गर्न नबिर्सनु होला। अन्तिमसम्म हेर्दिनु भएकोमा तपाईलाई धेरै धन्यवाद। यस्तै नयाँ टेक्नोलोजी सम्बन्धी भिडियोहरु हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। गुड लक।